राधे राधे, जय श्री कृष्ण सबैलाई। आजदेखि चाहिँ यो मेरो एउटा नयाँ मुखबन च्यानल स्टार्ट गरेको कि र आजको चाहिँ यो पनि प्योर भेज नै हो। र यो भेजमा चाहिँ अब हेर्नु हुँदैछ है, काँसाको थाल, बोटको, अब यो लोटा होइन, पर्पला है। त्यसमा यहाँ भात छ, आलु अनि पुहीको जुन चाहिँ अब साग र झोल छ। यहाँनिर घिउ पनि मेरो श्रीमतीले राखिदिएको छ, काँक्रा, अनि यहाँ सुकेको खुर्सानीलाई अब पोलेरी। र आजको यो नयाँ मुखबान भिडियोमा है, यसलाई पनि अब यो नयाँ च्यानल अब तपाईँहरूले मन पराइदिनुहुन्छ होला है। प्योर भेज भन्दा भन्दा पनि एकदम यहाँ छ नेपाली तौर तरिकाले अब बनाएको यो मेरो श्रीमतीकै अब आइडिया। अब काँसाको थालहरू युज गरौँ न, बुढा भनेर भन् थाले कि, अन्त लौ त पहिलो घाँस है लिनु पर्यो। यसमा टक्क घिउको अब छाक चाहिँ यसरी हाल्दाखेरि चाहिँ लौ मक 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 बास्ना पनि आइरहेछ। आजदेखि चाहिँ अब यो नौलो च्यानल नयाँ क्रान्ति अरे नि त। ल अब यो मुखबाङ च्यानल मार्फत है, अब सर्भिस पनि धेरै छैन। अब यो भिडियो बनाउँदै रिटायर पनि चाँडै नै आइपुगेछ है। दामी भएको वाउ।
बाँकी सानो डल्ला थप्नुपर्छ होला। अब श्रीमतीलाई भन्नु पर्यो, भात त थपौँ होला आज चाहिँ, साह्रो मिठो लाग्यो। ल थप भात पनि आयो, नौधा लस्टो पनि आयो। थप भात भन्नाले गर्दाखेरि चाहिँ बढी चाहिँ होइन, अलिकति थप्नु पर्यो। साह्रो मिठो लाग्यो कि यो आलु र तपाईँको पुँइ सागको गाथा होइन, मिठो। भाजी सागको नि हुन्छ, गाथा भन्छ यता चाहिँ है। पुँइ सागको यस्तो हुन्छ यो गाथा चाहिँ है। काँसेको यो झर्के थालमा चाहिँ टक्क ढेँडो कालो दाल अझै मिल्ने थियो जस्तो लाग्यो। ढेँडोसित चाहिँ लपक्क पारेर सिस्नो। अब लस्सी खाउँ। ल त अब नयाँ दर्शक दिन है, यो नयाँ मुभमेन्ट च्यानल यसलाई मन पराइदिनुहुन्छ भनेर आशा राख्दछु है। यसरी नै यो नयाँ मुभमेन्ट च्यानललाई
अपलोड गरेपछि है तपाईँहरूको सब्सक्राइबरको भरमार होस्, मुरी सब्सक्राइबर होस् भन्दै आशा राख्दै आजको यो मुकबाङ भिडियोलाई यहीँ टुङ्ग्याउँदछु। सबैलाई थ्याङ्क यू फर वाचिङ माई न्यू मुकबाङ च्यानल। थ्याङ्क यू भेरी मच। बाई सबैलाई।